चिनेर को भनेर मेरो छोरी पो रहेछ त कसरी आएको त बाटो बिराएर ए कसरी आउनु र मम्मी तपाईहरु सम्झना आएको आफ्नो माइत आउनु हुँदैन र किन नआउनु र तेरो घर त हो नि हो झ्यामै टाटेर बस्छ कि भित्र आउँछु ल आइज भित्र आइज बस नानी बस आएर बस तँलाई बस भन्नु त अब भने तँलाई बस भन्नुपर्ने हो अब आफ्नो घर पनि बस भन्नुपर्छ म बसिहाल्छु नि कसरी आएको त नानी त घरमा भागेर आएपछि सल्लाह गरेर आएपछि बाजेर आएपछि कसरी आएको त घरबाट आज होइन मम्मी सल्लाहले आएको आउनु मन लाएर आएको तँलाई भोक लागेको होला होइन मम्मी लागेको छैन बिस्तारै तिर्खा चाहिँ लाग्दैछ अलिकति पानी खाऊ न पानी मगाइदिउँ त खान्छस् खान्छु कता गएछ त ए बुहारी पानी ले ए बुहारी पानी लिएर आइज छोरी पियासले आएकी छ आइज पानी छिट्टो लिएर आइज त नदेखेको छोडेर को न के न आएको जस्तो हजुरले पनि पानी लगेर दिनु सक्नुहुन्छ कि मलाई पनि चाहिन्छ र लगेर दिनु आफ्नो छोरीलाई पानी जति किचकिच गर्नुहुन्छ मलाई आफै पनि तानेर लगेर दिन सक्नुहुन्छ नि पानी कति नौलो मान्छे जस्तो लगेर दिनुपर्ने मैले पानी यहाँ कति राम्रो टिकटक चलिरहेको छ म हेर्न पाइरहेको छु यहाँनिर तपाईँलाई चाहिँ पानी लगेर दिनुपर्ने मैले आफै लगेर दिनु आफ्नो छोरीलाई पानी खालि डिस्टर्ब मात्रै गर्नुहुन्छ मलाई आफै लगेर दिनु म दिन सक्दिनँ यहाँनिर एकछिन बसिरहेको छु खाली टिकटकतिर यो घर त टिकटकै बिगारिरहेको छ यो घर त के हो पारा यो के अचम्मै भयो त छोडिदिनु मम छोडिदिनु आजकलको बारे यस्तै हुन् खालि अब टिकटक हेर्दै टिकटक बनाउँदै जानु भयो म त दिक्कै भइसक्यो यो टिकटकलाई पनि दिक्कै भइसक्यो के गर्नु यो टिकटक अहिले बन्द भने आनन्दै हुन्थ्यो नि बन्दै हुँदैन छोडिदिनु मम छोडिदिनु भयो छोडिदिनु यस्तै हुन् आजकलका बारेहरू खालि टिकटक बनायो टिकटक हेरो मोबाइल चलायो यही मोबाइलले नै बिगार्ने भइसक्यो अब एकचोटि बन्द गर्दै जाने आन्दोलन गरिहाल्यो के गर्नु तपाईँ के हो त खालि मलाई खेलाइ गर्छ तपाईँ के हो त पारा के हो नि त अब टिकटक के छ जमाना यसो टिकटक हेरेको नि माइत आगोलामा घरमा बस्दा पाइँदैन यसो मोबाइल हेर्नलाई काम गर्नुपर्छ माइत आगोलामा त्यसो चलाउनु पर्यो नि त मोबाइल हरेक घरमा बिगारेर टिकटकले के गर्नु जता गरी यता हेरेर टिकटक उता हेरेर टिकटक के गर्नु त्यही त मम्मी अब के गर्नु मोबाइल टिकटक हेर्नुपर्छ आजकल अब यस्तै हो मलाई नि घरमा मम्मीले यसै सासूले यसै भन्नुहुन्छ गाली खाइराख्नुपर्छ सासूको मुखबाट आजकल चाहिँ सासूहरू यस्तै हुन् आजकल सासू त्यस्तै हो नि म पनि त्यस्तै हुँ त जनता तिर्खा आछस् कि भनेको मैले भनेको त ल ल कति कराउनु भएको म पानी ल्याइदिन्छु लिनुहोस् पानी भयो पानी अब भन्दै नआउने आउनुभयो त सरप्राइज दिएको नि भाउजू तपाईँहरूलाई सरप्राइज दिन आएको थाहा नै नदिकन ए हो र नानी भइगयो नि त त्यसो भए खुसी लाग्यो के खाएन भोक लाग्यो होला छैन छैन म भोक लागेको त छैन एकछिनमा खाउँला नि टिकटक हेर्छस् कि मसँग कुरा गरेर बस्छ मम्मीसँग कुरा गरिदिनुहोस् गर्छु नि बिस्तारै अब बस्ने गरी आएको एक दुई दिन अब भरेतिर गफ गरौँ न भोलि बस्छु नि त दुई चार दिनको बिदा लिएर आएको ज्वाइँ के गर्दैछन् के गर्नु ती लफङ्गा जस्तै हुनुहुन्छ विदेश जान्छु भन्नुभएको 2 वर्ष जति भइसक्यो भिसा लागेकै छैन अझै घरमै हुनुहुन्छ बसिराख्नु भएको छ अनि कहिले लाग्छ भिसा ती भिसा खोइ पेस गरिराख्नु भएको छ कहिले लाग्छ अब लाग्छ होला बिस्तारै सासु ससुरा कसरी माया गर्छन् के छ तेरो ठिकै छ माया गर्नुहुन्छ राम्रै छ पक्नु हेप्टेरिका कति किचकिच गर्नुभएको यहाँ राम्रो टिकटक हेर्दैछु क्या ओ चिया त पकाइदे अलिकति ल पकाउँछु एकछिन पकाउनु बेलै भएको छैन बेला भएपछि पकाइहाल्छु नि छोडिदिनु म चिया पनि खान्न फेरि गर्मी छ अहिले भरे खाउँला नि खालि किचकिचे बुढी किचकिच गरिरहन्छ यहाँनिर पकाउनु बेला भएपछि पकाइहाल्छु किचकिच गर्दो रहेछ के खान्छ डिउ खान्छौ त डिउ पनि नखाऊ असर गर्छ घाँटी दुख्छ मलाई त घाँटी दुख्ने बिराम छ नखाने डिउ पनि पानी खाइहालेँ नखाने डिउ फेरि घाँटी दुख्ने रोग छ मेरो त यहाँ घाँटी दुख्छ टन्सिल छ मलाई त कति राम्रो मेरो नाति
खाने केही खाने भन्छ मलाई गई खेततिर। अब खाउँला नि भरे जानु फेरि कतिखेर आउनुहुन्छ अलि चाँडै आउनु है मम्मी। भरे तरकारी के खान्छ भरे तरकारी के खाने त? तरकारी अब बारीमा के छ त खेततिर के छ लिएर आउनु न बुढी छोडी साग भए खाउँला नि। मासु ल्याउ त। कति नै मासु ल्याउनु भन्नु आफूले चाहिँ कति दिन भएछ खान नपाएको बुढीलाई चाहिँ यसो छोडेर खुवाउनुपर्छ फिर्ला यत्रो ठुलो फिर्ला ल्याइदिएन खुवाउन आफ्नो छोरीलाई आफूले पैसा तिर्नु परेन बुढीलाई जान्ने हुँदो रहेछ खुवाउनु ठुलो फिर्ला ल्याइदिउँला नि उनको बनाएको छोड्दा चोक्टा खुवाउनु आफूले पैसा तिर्नु पऱ्यो होइन अर्कोले पैसा तिर्नुपर्छ त्यही पनि मासु ल्याउनु पर्ने छोरी आउने बित्तिकै फिर्ला खुवाउनु पर्ने बुढीलाई खुवाउनु म त सक्दिनँ ल्याउनु कि नल्याउनु छोराको पैसा तिर्नु पर्छ बुढी आफू तिर्न सक्दैन अनि अर्कोलाई मासु हुन्छ आफ्नो पेन्सन चाहिँ लुकाएर राखेको छ नि अनि अर्कोलाई मासुले भन्छन् छोरीनी बुढी नखाऊ आज मासु भोलितिर खानुपर्छ आज साग खाऊ साग खान मन लागिरहेछ ल है नानी म त गएँ आमा छोरी गफ लाएर बस्नु म त हिँडेको गई तेरी भाउजू हो कुन साइड मैले बिहे गरेछु मैले भात पनि मैले पकाउनु पर्ने घरे काम सारा काम मैले भ्याउनु पर्ने काम भने एउटा नगर्ने खाली मोबाइलमा हेरेर बसो के गर्नु छोरी दुःख पाइ मैले त के गर्नु बुढेसकालमा कुकुरलाई दुःख पाउने मन त के हो सारा काम मैले भ्याउनु पर्छ घर भान्सा बाहिर भित्र चाहिँ भ्याउनु पर्छ के गर्नु के भन्नु त्यस्तै छ अब गाउँ सिङ्गे यस्तै छ खाली टिकटक खाली मोबाइल के गर्नु अब त्यस्तै हो सकेको गर्नु रुचेको खानु बिस्तारी भाउजू अराउनु अब हामी त छोरीको छ तरकारीहरू गइहाल्यो उनी हो यसो अराउनु सिकाउनु भाउजूलाई नै बिस्तारी भन्नु ओर्नु भाउजूले यसो बुढेसकालमा सहारा भनेर अब बिहे गर्नुभएको ल त बस्दै गर म नास्ता बनाएर लिएर आउँछु केहीको छ कि भित्रमा बनाएर लिएर आउँछु